नमस्कार। आजको यस भिडियोमा मेरो व्रतबन्धको बारेमा रहेको छ। केही परम्पराहरू केवल हेरिरहँदा बुझिन्न, तिनलाई आफैले अनुभव गर्नुपर्छ। व्रतबन्ध पनि त्यस्तै रहेछ। जीवनभर थुप्रै धार्मिक अनुष्ठानहरू देखे, तर आफ्नै व्रतबन्धको समयमा पुग्दा अनुभूति नै फरक थियो। एउटा नयाँ जिम्मेवारी, एउटा नयाँ ऊर्जा। अघिल्लो रात नै मुख्य दिनको लागि आवश्यक सामग्रीहरू झोलामा राखेर तयार गरेका थियौँ। बिहान उठ्दा सबै कुरा व्यवस्थित भइसकेको थियो। केवल अब मन्दिर जान मात्र बाँकी थियो। बिहानको चिसो बतास, सुनसान सडक र मन्दिर जान हतारिएका भक्तजनहरूको भिडले सबै कुरा मिलेर पुरै वातावरण नै आध्यात्मिक लागिरहेको थियो। गाडीभित्रबाट झ्याल बाहिर हेर्दै मैले सोचेँ, आज म केवल दर्शन गर्न मात्र होइन, आफ्नो पूजाको लागि गइरहेको छु। यो सोच्न साथ मनमा एउटा नयाँ किसिमको जिम्मेवारी र गर्व। बर्तनमा आफै बोक, यस्तै गर। यो त ब्लू झोला इज गुड लक। सबैजना तयारी भइसक्नुहुन्छ भन्ने मान्यताको आधारमा हामी अब सुरु गरिसक्यौँ। यता फुलहरू लिनुहोस् र भगवानको हजुरहरू ईशानेश्वर महादेवको काखमा हुनुहुन्छ। ईशानेश्वर महादेवले हजुरहरूका सबै नवग्रहहरू शान्ति गरिदिनुहुन्छ। ल अब पुष्प टुक्रो लिएर समीप दिने आमाहरूले मन्त्र सुन्नु है। बाबु हातमा बोल्नु पर्यो, चन्दन हातमा बोल्छ।
भन्ने बाबुले हो नि बाबुले भन्नु होला नि
खाले होइन युट्युबमा मेरो फ्यान्सहरू त नभनौँ दर्शकबिनहरूले रमाइलो गर्नुहुन्छ त्यसै कारणले नमस्कार म कलेज पनि जान्छु म विद्यार्थी भएको And the video comes to an end, and thank you everyone for being the part of this special moment of my life. Your presence made it truly special.